मेरो मिनी ब्लगमा सम्पूर्णलाई स्वागत छ। म आज छोरालाई लिएर देवरलाई लिएर बुढा नीलकण्ठमा अवस्थित इस्कन नेपालमा दर्शन गर्न आइरहेको छु। अति नै दिव्य सभ्य भव्य स्थान, कृष्ण भगवान विराजमान हुनुभएको ठाउँ कति दिव्य तरिकाले सजाइएको छ राधा कृष्णजीलाई। हजुर पनि दर्शन गर्न आउनु न हार्दिक अनुरोध पनि गर्न चाहे मैले। विभिन्न स्थानहरूमध्ये इस्कन नेपाल अति नै रमणीय स्थान हो। तुलसी महारानीलाई पनि कति मजाले सजाएर राखिएको छ। त्यसैको ठिक पछाडिपट्टि कति मजाले राधा कुण्ड श्याम कुण्ड पनि स्थापना गरिएको छ। वृन्दावनको विभिन्न झलकहरू यहाँहरूले देख्न पाउनुहुनेछ। मेरो त मन अति नै प्रफुल्ल भयो। यो गोवर्धन पहाड हो। छोराहरू अगाडि जाँदैछन्। गोवर्धन पहाड जुन कृष्ण भगवानले गोवर्धन पहाडलाई उचाल्नु भएको थियो, जुन कथामा आउने गरेको छ श्रीमद् भागवतमा। उक्त गोवर्धन पहाडलाई पनि यहाँ यो मूर्तिद्वारा, भगवानको मूर्तिद्वारा देखाइएको छ अति नै दिव्य सभ्य तरिकाले। म यहाँलाई के भन्न चाहन्छु भने एकचोटि फुर्सदको समयमा इस्कन नेपाल घुम्न आउनै पर्छ। जहाँ मन आनन्द हुन्छ त्यहाँ एकछिन हामीले समय निकाल्नै पर्छ। शनिबार चाहिँ अलिकति भिडभाड रहेको छ। यो मेन मन्दिर हो। त्यो मन्दिरमा चाहिँ तपाईँको 1 बजीदेखि 3 बजीसम्म बन्द रहने जानकारी पनि मैले पाएँ। भित्र चाहिँ म पहिलाचोटि त जान पाएको थिएँ, योपालि जान पाइनँ। र अर्को राम्रो पक्ष भनेको देवादिदेव महादेव शिवशक्ति स्वरूपलाई चाहिँ यसरी टक्क विराजमान गरेर राखिएको रहेछ। एकदमै खुसी लाग्यो। जय शम्भो पनि भन्न चाहेँ मैले। अनि त्यसपछि हामी आमा छोरा त्यही फोटो पनि खिच्यौँ। हामी सबै ठाउँ फोटोहरू खिच्यौँ देवर बाबुसँग पनि। अनि रमाइलो गरेर यताउता हेर्दै अवलोकन गर्दै फोटोहरू खिच्दै अनि हामी उक्त स्थानबाट फर्कियौँ। फर्किने मन नहुँदा जय श्रीमद् भागवत गीता।